हेलो एभ्रिवान, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला। आज पनि फेरि मैले मिनी ब्लग लिएर उपस्थित भइसकेको छु। आज चाहिँ म तपाईलाई अर्ग्यानिक चुलोमा खाना पकाउँदै गरेको मिनी ब्लगमा उपस्थित हुने नै छु। अब हजुरहरू हेर्दै जानुहोस्। जस्तो मेरो आज प्लान थिएन ब्लग बनाउने हो। मम्मीले बिहानै उठेर मलाई चिसो छ ल आज त आगोमा खाना पका न त भन्नुभयो। त्यही भएर मैले मम्मीको कुरालाई ओके भनेर आज चाहिँ आगोमा खाना पकाउँदैछु। धेरै हैन, म चाहिँ दाल राजमाको र सब्जी पकाउने हो आगोमा। हामी खाना चाहिँ उतै पकाइसकेको छौँ। अहिले चाहिँ म दाल बनाउन रेडी हुँदैछु। यो धुवामा फेरि यति धेरै धुवा कि आगो बाल्नु नसकेर यस्तो बिजो। मैले चाहिँ अहिले दालको रेसिपी तयार गरिवरी अब टक्क क्लियर काम भइसक्यो। अब भने आगो लाउने काम बाँकी रह्यो। यो फेरि हावा चलेर आगो यति धुवा हुन्छ, मेरो हातै पोल्यो। हेर्नु न, आगो चाहिँ बाहिर बल्छ, भित्र बल्नुपर्ने। मम्मी पनि यही बेला ठ्याक्क आउनुभयो। मोबाइल ठडिया भन्दा मलाई चाहिँ गाली गर्दै मम्मी फेरि भित्र जानुभयो। हाम्रो घरमा चाहिँ फेरि खाना बनाउँदा ओर्दा मोबाइल चलायो भने अलिक गाली गर्ने चलन छ क्या। त्यही भएर अहिले चाहिँ यो मेरो घर हो। हाम्रो धेरै डेकोरेसन चाहिँ छैन। यसो छोडेर हिँड्यो भने आगो निभिहाल्छ। फेरि अब काममा जानुपर्छ नि त, छिटै खाना बनाउनुपर्छ, कहिले बल्दैन आगो। चाहिँ हामी टक्कसँगले यो चुलो चाहिँ हाम्रो बाहिर बनाएको छौँ कि, त्यही भएर बाहिर उका थिएँ। अब दाल पाकिसक्यो। अब मेरो सब्जी पाक्न तयार छ। म सर सब्जी पकाउँछु अनि खाएर हामी जान्छौँ। अब हेर्नुहोस् त, यो आगो नबलेर फेरि यति गर्मी हुन्छ नि। हामी पहिला पनि आगोमै पकाउनु चाहिँ अलिक बानी भएछ। अहिले चाहिँ अलिक टाइम भयो। मैले चाहिँ आगो पकाउँदिन्थेँ, मम्मीहरूले चाहिँ पकाउनुहुन्थ्यो। आज चाहिँ शनिबार थियो, त्यही भएर गरेको। टक्क आगोमा पकाएर खुवाउन त भनेको, झन्डै गर्मीले प्राण गयो। भयो मनका कुरा नसुनाको धेरै भयो। म बस्नुन्जेल चाहिँ फेरि आगो निप्दैन क्या। म हिँडेपछि मात्र निप्ने हो आगो चाहिँ। ओके, मेरो ब्लग चाहिँ अब फिनिसिङ भइसकेको छ। तपाईँहरूलाई कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला। मेरो सब्जी अब चाँडै पाकिहाल्छ। अब भने म अफिसको लागि रेडी हुँदैछु। एकछिनमा यो सब्जी निकालेर। अहिलेलाई भने यति नै। ओके, सबैजनालाई बाई बाई। अब नाइस गुड डे एभ्रिवान।